ल ल ल ल ल ल ल आयो है साथीहरू आयो। के आयो भन्दा मेरो चितवन सौराको घुमघाम कार्यक्रम आयो। ल हेर्नुहोस् म यो जुन यो तपाईँले देख्नुभएको हात्ती के हो कहाँको हो के हो भन्दा यो चितवन सौराको हात्ती हो। ल हेर्नुहोस् है यो रोनाल्डो हो। रोनाल्डोले उसको आमासँग खेलिरहेको छ। ल हेर्नुहोस् है रोनाल्डो खेलिरहेको छ कति राम्रो छ कति सुन्दर छ। हेर्नुहोस् है तपाईँहरूले यस्तो भिडियो तपाईँको कहिल्यै पनि कुनै ठाउँ देख्नु भएको छ त? ल हेर्नुहोस् त कस्तो खालको भिडियो बनाएको छु मैले आज तपाईँहरूको लागि। एकदमै रोचक र एकदम एक्साइटिङ हुनेवाला छ है साथीहरू यो भिडियो। एकदम हेर्दै जानु होला तपाईँले कन्टिन्यू भिडियो हेर्दै जानु होला। मैले तपाईँहरूलाई यो जङ्गल सफारीदेखि लिएर हरेक कुराहरू यहाँ देखाउँछु साथीहरू है। तपाईँलाई मैले जुन कुराहरू क्रियाकलाप गरेको छु ल हेर्नु साथीहरू हामी चाहिँ साथीहरू मिलेर पुरा चाहिँ यो जङ्गल सफारीमा गएका छौँ बुझ्नुभयो नि। ल हेर्नुहोस् है यहाँ अब यो चितवन सौरामा यसरी पर्यटकको भिड पनि हुन्छ। विदेशी तथा स्वदेशी पर्यटकहरू तपाईँको चाहिँ यहाँ यति मजाले यस्तो मजाले घुइँचो हुन्छ कि तपाईँको चाहिँ सबैतिर वर्ल्ड वाइड रूपमा चाहिँ पर्यटकहरू चाहिँ आउनुहुन्छ क्या यसरी हेर्नको लागि। ल हेर्नुहोस् त चितवन सौराको चाहिँ सौरामा यो हात्ती राइडिङ गर्नलाई जिप सफारी गर्नको लागि होइन। त्यसपछि गएर तपाईँको चाहिँ बोटिङ गर्नको लागि है। ल हेर्नुहोस् देख्नु भएको तपाईँले पर्यटक देख्नुभयो एकदमै चाहिँ घुइँचो छ। ल हेर्नुहोस् है तपाईँहरूलाई यो भिडियो एकदमै एक्साइटिङ र तपाईँहरूको लागि रोचक हुनेवाला छ साथीहरू। एकदमै मजाले हेर्दै जानु होला है भिडियो हेर्दै जानु होला। यो ठाउँ यो भिडियोलाई चाहिँ तपाईँहरूले सबै साथीहरूलाई सेयर गर्नु होला। त्यसपछि यसलाई माया गर्नु होला। यस्तै खालको भिडियो म तपाईँहरूलाई आगामी दिनहरूमा पनि पस्किँदै जान्छु। सपोर्ट एकदमै चाहियो साथीहरू सपोर्ट चाहियो कि सपोर्ट बुझ्दै हेर्दै जानुहोस् है हेर्दै जानुहोस्। अब यसरी चाहिँ अब यसरी पर्यटकहरू आउनुभएको छ। पर्यटकहरूले हाम्रो पर्यटक यहाँ यसमा चाहिँ यो यस्तो खालको चाहिँ अब यो जुन नेचुरल रिसोर्सेसहरूलाई चाहिँ हेरिसकेपछि उहाँहरूले चाहिँ यो सन्देश चाहिँ विश्वव्यापी रूपमा चाहिँ फैलाउनुहुन्छ र अनि त्यसपछि हाम्रो आन्तरिक पर्यटकको विकास हुन्छ नेपालमा बुझ्नुभयो नि। त्यसपछि गएर हाम्रो आर्थिक अभिवृद्धि नै हुन्छ। त्यसले गर्दाखेरि यो भिडियो एकदमै सबैले सपोर्ट गर्नु होला साथीहरू। यस्तै खालको भ्लग भिडियोहरू म बनाउँदै जान्छु। ल हेर्नुहोस् त अब फोटो खिच्ने कार्यक्रम भइरहेको छ यहाँ चाहिँ अब पर्यटकबाट होइन। एकदमै एक्साइटिङ हुनुहुन्छ होइन सबै पर्यटकहरूलाई हेर्दै जानुहोस् है भिडियो। एकदमै तपाईँहरूले मजाले हेर्दै जानु होला भिडियो एकदमै राम्रो छ साथीहरू। ल हेर्दै जानु होला तपाईँहरूले पनि यस्तो खालको जोड्ने होइन। अब यो चाहिँ जुन सौरा आउन चाहनुहुन्छ भने चाहिँ तपाईँहरूले चाहिँ अब सौराको बारेमा चाहिँ गुगलमा नि खोज्न सक्नुहुन्छ फेसबुकमा नि खोज्न सक्नुहुन्छ विभिन्न सञ्चार माध्यममा तपाईँहरूले खोज्न सक्नुहुन्छ। र त्यो अनुसार चाहिँ तपाईँहरूले आफ्नो टुर आफ्नो चाहिँ भ्याकेसन चाहिँ लिजर टाइम चाहिँ सौरामा मनाउन सक्नुहुन्छ साथीहरू। र यो एकदमै ब्युटिफुल होइन एकदमै नेचर है यो हिडन पिस अफ प्याराडाइज अफ द ग्लोब है। इट इज वान अफ द exciting attraction of the world. Okay, that's why we should we must visit this place. It is one of the wonder of the world. Yes, that's why okay. I would like to request to every tourist to come here and enjoy the natures. Okay, and it is this place is famous for one-horned rhinos and crocodiles etc. ल सबै साथीहरू मैले इङ्ग्लिसमा पनि अब टुरिस्टहरूको लागि होइन विदेशी पाहुनाहरूको लागि मैले इङ्ग्लिसमा पनि केही शब्दहरू बोले साथीहरूलाई हेर्नुहोस् है। अब इलेफेन्टहरू अब तपाईँहरू हेर्दै जानु होला भिडियो एकदमै मजाले हेर्दै जानु होला। भिडियो कस्तो लाग्यो तपाईँहरूले चाहिँ कमेन्ट पनि गर्दै जानु होला साथीहरू। यो अब डियरहरू पनि देखिरहेको छ त्यहाँ हेर्नुहोस् त। अब तपाईँहरू डियरहरू तपाईँ इलेफेन्ट हेर्नुभयो तपाईँले हात्ती हेर्नुभयो त्यहाँ डियरहरू तपाईँहरूले देख्नु भएको छ होइन। मृगहरू चाहिँ देख्नुभएको छ है। अब मजाले चाहिँ तपाईँहरूले चाहिँ नि हेर्दै जानु होला भिडियो है। त्यसपछि अब एकदम अब जिप अब यदि हामी अब जिप सफारी पनि गर्दैछौँ जङ्गल सफारी जिप सफारी गर्दैछौँ। अब त्यहाँ विभिन्न अब देखिएका त्यहाँ चराचुरुङ्गीहरू त्यसपछि एनिमल्सहरू पनि हामीले अब्जर्भ गर्दैछौँ साथीहरू। हाम्रो पुरै टिम चाहिँ तपाईँको चाहिँ नि यो जङ्गल सफारीमा लागेको छ यो सौराको जङ्गल सफारीमा है। साथीहरू एकदम रमाइलो हुन्छ क्या साथीहरू। भ्याकेसन यस्तो दामी हुन्छ कि त्यो फन्टास्टिक हुन्छ कि त्यो रमाइलो हुन्छ कि साथीहरू। अब भनिसाध्यै छैन तपाईँहरूको यो चाहिँ भिडियो तपाईँहरूले त अब भिडियोमा देख्नु भएको छ होइन। तपाईँहरू रियल यसको चाहिँ टेस्ट दिनको लागि चाहिँ तपाईँ सौरामा आउनै पर्छ र जङ्गल सफारी गर्नै पर्छ साथीहरू। यो एकदमै मस्ट एक्साइटिङ जर्नी हो साथीहरू। तपाईँहरू रिफ्रेस हुनको लागि तपाईँको मेन्टली रिफ्रेस हुनको लागि र त्यसपछि गएर नेचरसँग एकदमै चाहिँ तपाईँको चाहिँ क्लोज कनेक्ट गर्नको लागि होइन तब कनेक्सन गर्नको लागि चाहिँ यो एकदमै ठाउँ चाहिँ एकदम फ्रुटफुल छ। इट इज वान अफ द मस्ट फ्रुटफुल प्लेस टु रिफ्रेसमेन्ट. Okay, that's why you should come here. Okay,
ल यसरी चाहिँ तपाईँहरूले हेर्दै जानुहुन्छ साथीहरू। म हाम्रो टिम चाहिँ अगाडि बढिरहेको छ है, भित्र जङ्गलभित्र घुसिरहेको छ साथीहरू, भित्रभित्र जिप गइरहेको छ। त्यसपछि त्यहाँ चाहिँ जिपमा चाहिँ बस्नुहुने एकजना चाहिँ तपाईँ गाइडले पनि हामीलाई चाहिँ विभिन्न त्यहाँका चराचुरुङ्गीदेखि लिएर गएर एनिमलहरूको बारेमा बताइरहनु भएको छ। त्यहाँ देखिरहेकोमा हामीले एनिमलहरूको फोटो खिचिरहेको छौँ साथीहरूले होइन। ल हेर्दै जानुहोस् है साथीहरू, एकदमै यस्तो कस्तो लाग्छ तपाईँलाई भिडियो ल भन्नु साथीहरू, कस्तो तपाईँलाई इन्जोय छ कि छैन त्यो यो भिडियोमा, तपाईँलाई इन्जोय भयो कि भएन साथीहरू है। ल हेर्नुहोस् है, हेर्दै जानुहोस् है भिडियो, हेर्दै जानु होला। तपाईँको कस्तो लागिरहेको छ त, तपाईँहरू यो आउन चाहनुहुन्छ यसमा, यहाँ सौरा आउन चाहनुहुन्छ भने कमेन्ट गर्नु होला। तपाईँहरूले चाहिँ आफ्नो कुराहरू राखिदिनु होला।